देश यस्तो विषम परिस्थितिमा छ मन्त्रीज्यू, के गर्दैछ सरकार? सरकारको तयारी पनि कस्तो गर्छ यार यो भाइले? सरकारको तयारी कस्तो रह्यो? कस्तो के भने यार यस्तो नि क्वेसन गर्छ भने यसरी क्वेसन गर्ने हो। सरकारको तयारी चाहिँ के छ? सरकारको तयारी देखाएको छ नि, हामीले यत्रो काम गरिरहेको छौँ यहाँ। तपाईँले आफ्नै आँखाबाट देख्दा नि त्यसो भन्नु मिल्छ? तपाईँ निकै नै तयारीमा हुनुहुन्छ, खट्नु भएको छ त्यो त। उहाँ ऊ पत्रकार साथीहरू सबैजना भित्र हेरिराख्नु भएको छ। तपाईँ के गरिरहेको छ? होइन, खट्नु भएको छ, तयारी चाहिँ के छ भनेको? तयारी त गरिरहेछ नि, सरकारले गर्नुपर्ने राम्रो गर्दै हुनुहुन्छ। यसका लागि बिहान धन्यवाद गृहमन्त्रीज्यू, तपाईँलाई हामी धन्यवाद उद्धारको दिन्छौँ। लागि सरकार कसरी तयारी गरिरहेको छ? अनि उद्धारको लागि तपाईँको सबै सामानहरू सबै हामीले रिलिफ डिस्ट्रिब्युसनको लागि सामान पहिलो चाहिँ हाम्रो प्राथमिकता रेस्क्यु हुन्छ क्या। अहिले सबै हेलिकप्टरहरू परिचालन हामीले गरिसकेका छौँ होइन। कुनै पनि कसैका लागि प्राइभेटली उडाउनु पाइँदैन अहिले, सबै रेस्क्युमा फोकस गर्नु, किन रात पऱ्यो भने रेस्क्यु गर्न गाह्रो हुन्छ। सो पहिलो प्राथमिकता भनेको चाहिँ हामीले चाहिँ रेस्क्युको लागि हेलिहरू सबै डिप्लोय गरेर रेस्क्यु टिमहरू त्यही अनुसारमा डिप्लोय भइसकेको छ अहिले चाहिँ, बुझ्नुभयो? यसपछि भने सेकेन्ड रिलिफ अनि उहाँहरूले बस्ने व्यवस्थाहरू छुट्टै हुन्छ नि त त्यो त होइन। त्यसको लागि होइन, त्यो अहिले हेलीमा चाहिँ एकदम नेक्स्ट लेभल ड्यामेज छ हजुर। यो एकदम सिरियस कन्डिसन छ, नेक्स्ट लेभल ड्यामेज छ। माथिको ग्लेसियर फुटेको छ, त्यो फुटेको अनुसारमा तपाईँको पुरै बस्ती बगाएको छ होइन। ड्यामेजको अहिले आङ्कलनै गर्न सकिँदैन, नेक्स्ट लेभल छ। सेकेन्ड टाइम पनि जान सक्छ भन्ने खालको अलर्ट आएको हो, छ, के हो यो चाहिँ? यो सेकेन्ड टाइम पनि जानु सक्छ होइन। अब 7 मिटरसम्म अझै पनि पानी छ त्यहाँ भन्ने कुरा छ होइन। त्यही भएर अझै पनि हामीले चाहिँ हाई अलर्टमा राखेर त्यहाँको मान्छेहरूलाई चाहिँ इभ्याकुएट गर्नुपर्नेहरू हामीले चाहिँ गरिरहेछौँ त्यसमा चाहिँ अहिले मेन। तर अहिले चाहिँ अब तपाईँहरूको अब चान्स पाइहाल्यो होइन, मिडिया मार्फत म एउटा के पनि भन्न चाहन्छु, जहाँ चाहिँ रेस्क्यु चाहिरहेछ त्यहाँ चाहिँ तपाईँको कस्तो हुन्छ भन्दाखेरि हामीलाई हेलिकप्टरहरू उडाउँदा